मोनार्की which is the stupidest thing जो कि मैले आजसम्म सुनेको छु। मोनार्की सिम्पली मिन्स मोनार्कीमा राजाको छोरा राजा। अहिलेको जस्तो यस्तो फ्रिडम जुन फ्रिडम मेन्टालिटी छ यस्तो मोडर्न वर्ल्डमा गर्ने भन्ने तिरै लागिहाल्थ्यो। एकचोटि राजा आएपछि जेनरल पब्लिकमा त्यो पावरै हुन्न के चेन्ज गर्नको लागि। अहिले त कमसेकम 5-5 वर्षमा इलेक्सन हुन्छ, मान्छेहरूलाई तिमी हटाउन सक्छौ पदबाट। नयाँ मान्छेहरू नयाँ युथहरू उठ्छन्, तिनीहरूलाई भोट दिएर फेरि तिमी इलेक्ट गराउन सक्छौ। त्यो पावर छ डेमोक्रेसीमा। डेमोक्रेसी इज लिटरली द डेफिनेसन अफ डेमोक्रेसी इज टु द पिपल फर द पिपल बाई द पिपल, है, मान्छेहरूको पावर। मोनार्कीमा त्यस्तो हुँदैन। हरेक प्रोभिन्समा एउटा मिनिस्टर राख्दाखेरि त राम्रोसित डेभलप हुन सकेको छैन। अनि एउटा राजाले अनि फेरि डेमोक्रेसी ल्याउने भनेर फेरि आन्दोलन गर्ने। अर्को कुरा सेकुलरिजम। किन? द्याट इज द मोस्ट स्टुपिडेस्ट थिङ। 2008 भन्दा अगाडि नन सेकुलर थियो है कन्ट्रीमा एउटा हिन्दू ट्याग लागेको थियो हैन। त्यसपछि मल्टी रिलिजन, मल्टी इथनिसिटी, मल्टी कल्चरल भन्ने कुरा आयो अनि नेपाललाई एउटा सेकुलर डेमोक्रेटिक कन्ट्री भनेर रिफर गरियो हैन। अब अहिले आएर चाहिँ फेरि नन सेकुलर बनाउने रे, एउटा ट्याग लगाउने रे, हिन्दू बस्ने कन्ट्री टाइपको। व्हाट अबाउट द क्रिस्चियन्स, व्हाट अबाउट द किरान्स, व्हाट अबाउट अल द अदर रिलिजन्स, मुस्लिम्स, यति धेरै मान्छेहरू बस्छ नि त नेपाल। इन्क्लुसिभिटी चाहिँ खै, नन सेकुलर गराएर चाहिँ कन्ट्री राम्रो हुन्छ?